प्वाल त्यो अँध्यारो कोठामा सानो प्वाल छ, त्यो प्वालबाट सानो थोरै प्रकाश आइरहेको छ। त्यो कोठाभित्र रहेको मान्छेले त्यही प्वालतिर हेरिराख्छ नि, त्यही प्वाल हो अर्को सानो। पानी राज्यले खुवाउनुपर्छ है। पानीसम्म खुवाउनु सक्दैन भने किन खोल्नु खानेपानी मन्त्रालय? यो बन्द गर्नुपर्छ भने म त धरना दिन आउँछु एक दिन। मन्त्री किन बन्ने हावामा? काम बिनाको हो हैन, काम चाहिँ छैन। अनि मन्त्री मात्रै बनेर हिँड्ने, खदामाला मात्रै लाएर हिँड्ने, मन्त्री मात्रै बनेर बस्ने डाक्टर साहब है। खानेपानी मन्त्री भनेर बस्ने अनि खानेपानीको लागि आन्दोलन गर्दै बस्नुपर्ने हामी चाहिँ। आउनु परेन, हेर्नु परेन? त्यो श्रमदान गर्ने ठाउँमा पनि मैले त ठुल्ठुलो नेताहरूलाई बोलाएको छु। प्रचण्ड, केपी ओली, यो चाहिँ नि शेरबहादुर आयो भने आधी घन्टा चाहिँ बेलुका चलाउनु पनि पर्यो नि है। हावामा कुदी मात्रै हिँडेर हुन्छ? मेरो खराब पानी छ, मेरो खराब मेरो एउटा अब यो चाहिँ नि यो के अरे बम बारुदको क्रान्ति, के को क्रान्ति धेरै भयो। अब हामी श्रमको क्रान्ति गर्नुपर्छ र त्यो धरानबाट हामीले सुरु गरेका छौँ। आफ्नो काममा सफल हुन सक्नु भएन भने के गर्नुहुन्छ? त्यतिखेर राजीनामा दिनुहुन्छ, जनता जान्न चाहन्छ। यस्तो छ, राजीनामा दिने त कुरै आउँदैन। म यत्रो स्ट्रगल गरेर आएको मान्छे हो र हर्क साम्पाङ कहिले हार्दैन। अनुमति छैन मलाई असफल हुने, विराम हुने, सकिन भन्ने। यसै मान्छेहरूले भनिरहेछ नि तपाईँलाई? खै मैले त सुनेको छुइनँ। तपाईँलाई त्यस्तो प्रस्ताव आएको छैन? त्यस्तो छैन। उहाँहरूले होइन, मलाई दबाब भनेको कसैले पनि दिन सक्दैन। कसैले पनि तपाईँलाई दबाब कसैले दुनियाँमा कसैले पनि कसैको दबाब मान्नु? कसैको दबाब मान्दिनँ। जनताको दबाब नि? जनताको मान्छे। दिनपल्ट क्रान्ति गरेको नेपाली कङ्ग्रेस गरेको माओवादी केन्द्र छ हो। अनि त्यसो भने भोलि अब यो म जाँदै गर्दा भोलि 2 दिन भित्रमा काठमाडौँको फोर्स गरेर देखाओस्, सक्छ? चुनौती दिन्छु म। मेयर साहबले कोदालो बोक्दा सुहाउँछ?